हेलो गाइज, मेरो बुढाको फेसबुक पेजको मित्रहरू अनि साथै मेरो पनि मित्र हुनुभयो त्यसको थ्रुबाट। त्यसैले म तपाईँहरूलाई मकर सङ्क्रान्ति अनि भोगाली बिहुको धेरै धेरै शुभकामना दिँदै आजको रात हामीले कसरी कटायौँ आज, किनकि सङ्क्रान्ति हो। त्यसैले सङ्क्रान्तिको प्रिपरेसन अलिकति हामीले पनि एकछिन निन्द्रा खोटी गरेर गरेको छौँ र हामी तपाईँहरूको अगाडि हामीहरूको सङ्क्रान्ति कसरी प्रिपरेसन भएको छ त्यो कुरा देखाउनुको लागि धेरै नै एक्साइटेड छौँ। त्यसैले आउनुहोस्, आज मैले के बनाएको छु देखाउँछु। धेरै त बनाएको छुइनँ, कति त बिगारेँ, आदि भोलि बनाउनेवाला छु। आज एउटा दुइटा बनाएको छु, प्लिज आउनुहोस्। यो चाहिँ आदिवासी कम्युनिटीबाट हामीले चोरी गरेको यो रेसिपी चाहिँ हेर्नुहोस्, यसलाई भन्छ मुरैको लड्डु। आदिवासी समाजले आजको दिन धेरै बनाउने गर्छन्, त्यसरी हामी आदिवासी समाजको बिचमा छौँ र उहाँहरूको पनि अलिकति हामी चोरी गर्छौँ, किनकि हामी चोर त होइन तर सिकेको। अनि उनीहरूले पनि हामीहरूको सिकेर घुमाउने रोटी पकाउँछन्। आज उनीहरू घरमा घुमाउने रोटी छ भने हाम्रो घरमा उनीहरूको लड्डु। थ्याङ्क यू। यसो बन्द गरिहाल्नु त गाइस, नभए यो होस्टिन्छ। अनि यो चाहिँ तिलको लड्डु, जुन कि हामीहरूको यो आजको कल्चर या भोलिको उसमा धेरै नै चल्ने भए यो यसको मतलब अहमियत बेसी छ अरे, सुनेको जानेको। त्यसैले भोलि खानुपर्छ अरे। अहिले म अलिकति इक्जाम्पलको लागि तपाईँहरूलाई देखाउँदैछु। बनाउनु चाहिँ मैले धेरै बनाएर राखेकी छु, आधी चाहिँ बिगारेर घुमाएको रोटी पकाउने जस्तो तुरुर बनाएर फ्याँकेकी छु। थ्याङ्क यू। अब भनौँ के भन्नु। अनि यो चाहिँ पिठा, जुन आसामिस कम्युनिटीबाट हामीले मिठो लागेर चोरेको। फेरि आज चाहिँ सबै चोरेको कुरो तपाईँहरूको अगाडि रिभिल गर्दैछु, आउनुहोस्। यो चाहिँ पिठा, यो भिन्दै चिजको, स्पेसली यो भिन्दै चिजको लागि बनेको छ। यो विदाउट सुगर बनाएको छौँ हामीले। यसमा चाहिँ सुगर हालेको छैनौँ। अनि यो अलिकति कुनै स्पेसल मान्छेको लागि यहाँ भन्न पाइँदैन। अनि यो फेरि खतरा वस्तु हालेर बनाएको छौँ। यसमा चाहिँ खतरा वस्तु चाहिँ भन्न पाइँदैन। खाना आउनु हो भने मात्रै टेस्ट गर्दा मात्रै भित्र खोलेर पाइन्छ। त्यो चाहिँ सरप्राइज हो। थ्याङ्क यू। अब यो चाहिँ यसमा यो भित्र चाहिँ नारिकल हालेर, जुन चाहिँ मेरो एकदम बेसी फेभरेट हो र यति बेसी चाहिँ बनाएकी कारण किनकि म खान्छु, यो सबै म खान्छु, त्यही मात्रै बनाउँछु कि भन्नु। अन्तमा म चाहिँ अहिले अरिजिनल युट्युबरसँग, त्यसैले हजुरहरूलाई हामी दुवैजनाको तर्फबाट मकर सङ्क्रान्ति अनि भोगाली बिहुको धेरै धेरै शुभकामना। अनि ह्याप्पी भोगाली बिहु साथै मकर सङ्क्रान्ति पनि। अनि ह्याप्पी मकर सङ्क्रान्ति, हेल्दी मकर सङ्क्रान्ति, सेफ मकर सङ्क्रान्ति। लभ यु अल। बाई बाई। बुढो लाटो हुनुहुन्छ। बाई बाई।